म कैलाश कुमार पाण्डे परशुराम क्षेत्र विकास समितिको पूर्व अध्यक्ष। म परशुराम तीर्थका विषयमा केही कुरा राख्न गइरहेको छु। हिन्दू आस्थाको अति पवित्र तीर्थ परशुराम तीर्थ, जहाँ ऐला र श्यामाको संगम रहेको छ। हिमालय पर्वतबाट प्रवाहित भएकी श्यामा नदी, जसलाई महाकाली नदी भनेर हामी भन्छौँ, र त्यसमा ऐला हृदयबाट प्रवाहित भएकी ऐला नदीको मिसिएकी छिन्, रङ्गुन नदी, रेणुका नदी मिसिएकी छन्, जहाँनिर त्यो संगम छ। त्यो संगममा भगवान परशुरामको आश्रम थियो र त्यही आश्रम रहेको स्थान परशुराम तीर्थका रूपमा अहिले 3 लोकमा चर्चित रहेको छ। परशुराम तीर्थ यस मानिमा महत्त्वपूर्ण छ। यहाँ गंगा स्नान भन्दा 10 गुणा बढी परशुराम तीर्थमा स्नान गर्दा पुण्य प्राप्त हुन्छ भनेर स्कन्द पुराणले पनि वर्णन गरेको छ। यो अति महत्त्वपूर्ण स्नानका लागि, दान तर्पणका लागि यो तीर्थको महत्त्व रहेको छ। परशुराम तीर्थमा भगवान परशुरामको जन्म भएको थियो। भगवान परशुरामले चिरञ्जीवीको वरदान पाएको थियो। भगवान परशुरामले भगवानको स्वरूप धारण गरेको थियो र यी आज गोकुलको महत्त्व छ, जहाँ कृष्ण जन्मेका कारणले गोकुलको महत्त्व छ। अयोध्याको महत्त्व छ, जहाँ राम जन्मेका कारणले अयोध्याको महत्त्व छ। यो गौतम बुद्ध जन्मेका कारणले लुम्बिनीको महत्त्व छ र त्यही श्रेणीको त्यही महत्त्व रहेको परशुराम तीर्थ, जहाँ भगवान परशुराम जन्मेको, भगवान परशुरामले चिरञ्जीवीको वरदान प्राप्त गरेको र भगवान परशुरामले भगवानको 6औं अवतार धारण गरेको क्षेत्र परशुराम तीर्थ रहेको छ। यो तीर्थ का विषयमा स्कन्द पुराणको मानस खण्डमा निकै ठुलो व्याख्या गरिएको छ। जामदग्न्य समम क्षेत्रम त्रैलोक्येन मयि चितम यत्र स्नात्वा भवे तस्मात् प्रियो देवस्य चक्रिण भनेर परशुराम तीर्थ बराबरको अर्को तीर्थ कहीँ छैन, 3 लोकमा कहीँ छैन र यो तीर्थमा स्नान गर्यो भने भगवान विष्णुको प्रिय हुन्छ भनेर स्कन्द पुराणले यसको वर्णन गरेको छ। यो तीर्थ कहाँनिर छ भनेर पनि स्कन्द पुराणले नै भनेको छ। स्कन्द पुराणमा लेखिएको छ, श्यामाया दक्षिणे पार्श्वे विष्णुपुर विराजते क्षेत्र परशुरामक्याम तीर्षु लोकेषु गीयते। महाकाली नदीको दक्षिणतिर परशुराम तीर्थ रहेको छ, परशुराम क्षेत्र रहेको छ, जसलाई विष्णुपुर भनेर भनिन्छ र यो परशुराम क्षेत्रका नाउँमा 3 लोकमा जानिन्छ भनेर स्कन्द पुराणले यसको रहेको यसको अवस्थितिका विषयमा पनि वर्णन गरेको छ। यो अति पवित्र तीर्थ यस मानिमा पनि अति पवित्र छ, जहाँ हामी मात्रै स्नान गर्न आउँदैनौँ, हाम्रा आस्थाका देवताहरू पनि यो तीर्थमा स्नान गर्नका लागि आउँछन्। पटक पटक देव सभा पनि यो तीर्थमा आयोजना भएका थिए। देव सभा हुँदाका बेला यो तीर्थमा स्वर्गका देवता सशरीर यो तीर्थमा पुगेको पनि पुराणहरूमा वर्णन गरिएको छ र त्यही देव सभाको स्मरण स्वरूप अहिले पनि 16 शिवालयका देउरा यो तीर्थमा स्नानका लागि आउँछन्। हामी मात्रै स्नान गर्ने होइन, हाम्रा आस्थाका देवताहरूले पनि यो तीर्थमा स्नान गर्ने परम्परा रहिआएको छ। यो तीर्थको महत्त्व अति विशिष्ट छ कि त्यो विशिष्टतालाई हामीले प्रचार प्रसार गर्न सकेका छैनौँ। यो तीर्थको महिमा राष्ट्रिय रूपमा जानिन सकिएको छैन। यो तीर्थका विषयमा वैदिक सनातन धर्मावलम्बीहरू सबैमा यसको प्रचार प्रसार हुन सकेको छैन। यसको प्रचार प्रसार प्रशस्ति सबैतिर फैलिन सक्यो भने यो देशकै महत्त्वपूर्ण हिन्दू आस्थाको केन्द्र बन्न जानेमा दुईमत छैन। परशुराम तीर्थका विषयमा तमाम मान्यता पनि रहेका छन्। परशुराम तीर्थमा स्नान गरेर शिवालयमा जल चढाउने पनि परम्परा रहेको छ। यो परम्परादेखि चलिआएको पौराणिक पुराणमा पनि यस विषयमा लेखिएको छ। जामदग्नि सरे स्नात्वा गत्वा धुन्धुगिरी शुभम भनेर परशुराम तीर्थमा स्नान गरेर धुन्धुगिरीमा रहेको भागेश्वर भगवानमा रुद्राभिषेक गर्नुपर्ने हुन्छ। परशुरामको जल लगेर शिवालयमा जल चढाउनु पर्छ भनेर पुराणले पनि त्यसको वर्णन गरेको छ। त्यसैको फलो गर्नका लागि अहिले पनि जल भर्नका लागि परशुराम तीर्थमा आउँछन्, स्नान गर्नका लागि परशुराम तीर्थमा आउँछन्, यज्ञ परशुराम तीर्थमा गरिन्छ। यो तीर्थमा
भगवानका सबै स्वरूप यो तीर्थमा अवस्थित रहेको, जहाँ भगवान सशरीर आउँछन् त्यहाँ सर्वाणि तीर्थानि बसन्ति तत्र भनेर सबै तीर्थ त्यो ठाउँमा बसेछन् भन्ने पुराणको मान्यता पनि छ। त्यो मान्यता अनुसार धेरै तीर्थ यहाँ अवस्थित छन्। यहाँ चक्र तीर्थको कुरा छ। चक्र तीर्थमा भगवान परशुरामले त्यो चक्र कुण्डमा स्नान गरेर, चक्र तीर्थमा स्नान गरेर भगवान परशुराम महाबल भएको भनेर पनि स्कन्द पुराणले वर्णन गरेको छ। त्यही गरी यहाँ परशुराम कुण्डको पनि स्कन्द पुराणले वर्णन गरेको छ। भगवान परशुरामले आफ्नो फर्साले, आफ्नो वंशरोले एउटा ढुङ्गामा 3 हात लम्बाई, 3 हात चौडाई, 3 हात गहिराईको एउटा कुण्ड निर्माण गर्नुभयो र त्यो कुण्डमा भगवान विश्वकर्माले त्यहाँ भगवान विष्णुको 10 अङ्गुल परिमितको प्रतिमा स्थापित गरिदिनु हो र त्यो कुण्ड नै अहिले भगवान विष्णुको 6औं स्वरूपका रूपमा, भगवान परशुरामको स्वरूपका रूपमा अहिले पनि पूजनीय छ, अहिले पनि आस्थाको केन्द्र रहेको छ। र यो ऐला र श्यामाको सङ्गममा यो तीर्थ रहेको छ र भगवान परशुरामका पिता जमदग्निको पनि यतैतिर आश्रम थियो। भगवान परशुरामकी माता रेणुका अहिले पनि रेणुकाका नाउँबाट निरन्तर प्रवाहित नदीका रूपमा रहेकी छन्। जहाँ भगवान परशुरामका बुवा आमाको आश्रम रहेको भनेर प्रमाणित भएको अवस्था छ। त्यहाँ नै परशुरामको जन्म भएको भन्नुमा पनि निसन्देह भन्न सकिन्छ। भगवान परशुरामले जन्म लिएको यो ठाउँ, भगवान परशुरामले भगवानको स्वरूप धारण गरेको ठाउँ, भगवान परशुरामले चिरञ्जीवीको वरदान पाएको यो ठाउँ अति महत्त्वपूर्ण तीर्थ रहेको छ। परशुराम तीर्थमा केवल यहाँको स्नानको महत्त्व रहेको छ। यहाँ स्नान गर्नका लागि देशैभरिबाट, हाम्रो नेपालभरिका र भारतको पनि विभिन्न ठाउँबाट भक्तजनहरू स्नानका लागि आउँछन्। यहाँ माघ महिनामा स्नानलाई धेरै ठुलो महत्त्व दिएको हुन्छ। माघ महिनाको त्यही पनि मकर स्नानलाई, मकर उदय हुने बेलाको स्नानलाई महत्त्वका साथ लिएको हुन्छ। र अरू समयमा पनि जसरी सूर्यग्रहण लागेको समय, चन्द्रग्रहण लागेको समय, यो ग्रहणका समयमा पनि स्नान गर्नका लागि आउँछन्। यहाँ पूजाको कुनै छुट्टै विधान छैन। यहाँको पूजा भनेको यज्ञ यज्ञादि हो र पूजा भनेको गङ्गाको पूजा हो र यहाँ कि गङ्गाको तटमा रहेका, गङ्गा किनारमा रहेका शिवलिङ्गको पूजा कि आफ्नो परम्परा अनुसार गर्ने गर्छन्। परशुराम क्षेत्रको कुनै पूजाको विशिष्ट महिमा छैन, तर भगवान परशुरामको पूजा भगवान विष्णुको पूजन विधिबाट, विशिष्ट पूजा विधिबाट भगवान विष्णुको पूजा हुन्छ र त्यो पूजाका लागि परशुराम कुण्डको पूजालाई नै धेरै ठुलो महत्त्वका रूपमा लिन्छ र अहिले परशुराम मन्दिर पनि निर्माण भएको छ। भगवान परशुरामको प्रतिमा स्थापित भएको छ, त्यहाँ पनि पूजा निरन्तर हुन्छ।